भीम भाइको लागि चाहिँ बाइ द वे दिस इज द सेकेन्ड वान विदिन 1 मन्थ है। अहिले चाहिँ हामी अर्को की कलेक्सन आज फेरि है हाम्रो क्लाइन्टको लागि लन्डनबाट उहाँहरू चाहिँ। सो यो चाहिँ 3 बेडरुम प्रपर्टीको लागि हो। यो स्टेट एजेन्टबाट चाहिँ हामीले 3वटा प्रपर्टी सिक्योर गरिसक्यौँ। यो वर्ष मात्रै 2टा, यो चाहिँ सेकेन्ड वान हो। चाहिँ हामीले चिनेको लेडी चाहिँ क्यारन भन्ने, त्यो चिनेको भएर मात्रै सिक्योर भएको हो। ल चाबी कलेक्सन गर्न जाउँ। हाई क्यारन। ल All the keys for George Wood are in there for you. Fantastic. So that's everything in there. There's no alarm code on this one. Every set we had is in there. Anything like the windows should be inside the property if there's any, alright? Right, okay. Thank you very much for all your help. You've been absolutely amazing, guys. Yeah. David, you've been absolutely amazing here. Karen, as always. Keys पनि कलेक्ट गर्यो भीम भाइ हजुरहरुको सेकेन्ड प्रपर्टी है। यो चाहिँ तपाईहरुको हाम्रो भीम भाइको लागि चाहिँ बाइ द वे दिस इज द सेकेन्ड वान विदिन 1 मन्थ है। एउटा चाहिँ हाम्रो उता एउटा रसल हस्पिटल भन्ने छ, त्यो हस्पिटलको छेउनिर सिक्योर भएको थियो भने र त्यसमा चाहिँ बाइ द वे यो 13th मा चाहिँ हाम्रो रेन्टमा जाँदैछ 1 हप्ता पछाडि। सो यो चाहिँ अब भर्खर चाबी कलेक्ट गरेको छौँ। अब यसमा चाहिँ हामी प्रपर्टीको कन्डिसन हेर्न जान्छौँ। फर्स्ट अफ अल क्विकली इन्स्पेक्सन गरेर अनि मोस्ट लाइकली अब स्ट्रेट अवे यो हामीले मार्केटमा राख्छौँ होला। सो ल भीम भाइहरु हजुरहरुले यो भिडियो हेर्नु भएको छ अनि कन्ग्रेचुलेसन्स वन्स अगेन। अहिलेको लागि चाहिँ हामी लेट्स गो एन्ड इन्स्पेक्ट द प्रपर्टी। ल प्रपर्टीमा जाउँ।